हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल टेक्निकल एजुकेसन। अपराविधिक तर्फका न्याय परराष्ट्र र प्रशासन लेखा परिषद संसद सेवा राजपत्र अंकित र प्रथम श्रेणी न्याय सुबा वा सोसर लगायत पदको प्रश्न पत्रमा लिएर उपस्थित भइसकेका छु साथीहरू। त प्रश्न नम्बर हाम्रो 21-25बाट रहेको छ साथीहरू। पूर्णाङ्क 50, समय 45 मिनट। एन्सर कि बी रहेको छ साथीहरू। प्रश्न नम्बर 1मा के रहेको छ भने युएनओमा उपमहासचिवको व्यवस्था कहिलेदेखि भयो? यसको राइट एन्सर रहेछ साथीहरू सन् 1998 जनवरी 12मा। अनि प्रश्न नम्बर 2मा के छ साथीहरू? थर्ड आई कुन खेलसँग सम्बन्धित शब्द हो? यसको राइट एन्सर रहेछ साथीहरू क्रिकेट। साथीहरू प्रश्न नम्बर 3मा के छ भने नेपालमा कुन दिनलाई उद्योग दिवसका रूपमा मनाइन्छ? यसको राइट एन्सर रहेछ साथीहरू मङ्सिर 19 गते। साथीहरू प्रश्न नम्बर 4मा के छ भने सौर्य सम्बन्ध 365 दिन हुन्छ भने चन्द्र सम्बत कति दिनको हुन्छ? यसको राइट एन्सर रहेछ साथीहरू अप्सन नम्बर बी 354 दिन। साथीहरू प्रश्न नम्बर 5मा के रहेको छ भने विश्वको सम्बन्ध लामो साथीहरू प्रश्न नम्बर 5मा के रहेको छ भने विश्वको सबभन्दा लामो पर्वतमाला कुन हो? अप्सन नम्बर एमा मकवानपुर रहेको छ साथीहरू। अप्सन नम्बर बीमा जमला रहेको साथीहरू। अप्सन नम्बर सीमा बैतरी रहेको छ साथीहरू। अनि अप्सन नम्बर डीमा एन्डिज रहेको छ साथीहरू। यसको राइट एन्सर हुन्छ एन्डिज, यो हुँदैन। त्यस्तै गरी 7 नम्बरमा के रहेको छ साथीहरू? हिन्द महासागरको सम्बन्धमा तलका मध्ये कुन सही भनाइ कुन हो? छुट्याउनुहोस्। साथीहरू 1 नम्बरमा छ हिन्द महासागरलाई तेलको महासागर भनिन्छ, यो पनि राइट हो। हिन्द महासागर एसिया महादेशको दक्षिणमा पर्दछ, यो पनि राइट हो। हिन्द महासागर दोस्रो ठुलो महासागर हो, यो गलत हो। यसको राइट एन्सर रहेछ साथीहरू 1 र 2 दुवै ठिक छ। यसको अप्सन नम्बर डी राइट छ। साथीहरू प्रश्न नम्बर 7मा के छ भने लिमी उपत्यका नेपालको कुन जिल्लामा पर्दछ? यसको राइट एन्सर रहेछ साथीहरू हुम्ला जिल्ला। साथीहरू प्रश्न नम्बर 8मा के छ भने नेपालको प्रथम विद्युत स्टेसन कुन हो? यसको राइट एन्सर रहेछ साथीहरू फर्पिङ। साथीहरू प्रश्न नम्बर 9मा के रहेको छ भने नेपालको पुरानो मन्दिर कुन हो भने पुरानो मूर्ति कुन हो? यसको राइट एन्सर रहेछ साथीहरू अप्सन नम्बर ए। साथीहरू प्रश्न नम्बर 10मा के छ भने जोड्दा मिलाउनु पर्छ। साथीहरू हेर्नुहोस्, अवैध दर्शन शङ्कराय, यसको राइट एन्सर साथीहरू यसको यो हुन्छ। अनि अप्सन बी को 2 हुन्छ। यसको राइट एन्सर रहेछ साथीहरू अप्सन नम्बर डी, याद गर्नु होला। साथीहरू अप्सन नम्बर 11मा के छ भने युएनओको कुन अङ्गले मानव अधिकार सम्बन्धित विषयलाई हेर्दछ? यसको राइट एन्सर रहेछ साथीहरू सचिवालय। विचार गर्नुहोस् साथीहरू, यसको विचार गर्नुपर्छ। अप्सन नम्बर 12मा छ पेन्डिया पर्व नेपालको थारू समुदायले मनाइन्छ, यो पनि ठिक हो। खेतीपाती सुकेर अन्न भित्र्याउने दिनलाई पेन्डिया भनिन्छ, यो पनि ठिक हो। गुल्ला पर्व हिन्दू धर्मसँग सम्बन्धित छ, यो छैन। यसको राइट एन्सर रहेछ साथीहरू अप्सन नम्बर बी 1 र 2 मात्र ठिक छ। साथीहरू अप्सन नम्बर 3मा के छ भने कुन दार्शनिकलाई जीवित ज्ञानको कोषका नामले चिनिन्छ? यसको राइट एन्सर रहेछ साथीहरू अरस्तु।
साथीहरू प्रश्न नम्बर 14 मा के छ भने डोन्ट किल हिम पुस्तकका लेखक को हुन्? यसको राइट एन्सर रहेछ साथीहरू अप्सन नम्बर ए पिटर क्यारी। यो पनि हुँदैन, यो पनि हुँदैन। यसको राइट एन्सर रहेछ साथीहरू आनन्द शिला। साथीहरू प्रश्न नम्बर 15 मा के छ भने सप्तकोशी नदीको वार्षिक जल प्रवाह क्षमता कति रहेको छ? यसको राइट एन्सर रहेछ साथीहरू 1564। साथीहरू प्रश्न नम्बर 16 मा के छ भने इन्द्रावती र सुनकोशी नदी कुन ठाउँमा मिसिन्छ? यसको राइट एन्सर रहेछ साथीहरू दोलालघाट। साथीहरू प्रश्न नम्बर 17 मा के छ भने BIBA बाइबा इन्टरनेसनल प्राइज तलका कुन विधासँग सम्बन्धित छ? यसको राइट एन्सर रहेछ साथीहरू अप्सन नम्बर बी इन्जिनियरिङसँग। युरोपियन युनियनको युरो मुद्रा प्रयोग नगर्ने युरोपियन युनियनको सदस्य राष्ट्र कुन हो? यसको राइट एन्सर रहेछ साथीहरू बुल्गेरिया। अप्सन नम्बर ए। साथीहरू नेपालको जिरो इनर्जी हाउस कहाँ रहेको छ? यसको राइट एन्सर रहेछ साथीहरू अप्सन नम्बर बी ललितपुरमा। साथीहरू अप्सन नम्बर 20 मा के रहेको छ भने अमेरिकी स्वतन्त्रताको घोषणाको मझौदाकार लेखक को हुन्? यसको राइट एन्सर रहेछ साथीहरू अप्सन नम्बर ए थोमस जेफरसन। साथीहरू प्रश्न नम्बर 21 मा के छ भने आर्थिक सर्वेक्षण 2081-82 अनुसार प्रति व्यक्ति आय कति हुने सर्वेक्षण गरिएको थियो? यसको राइट एन्सर रहेछ साथीहरू अमेरिकी डलर 1517। अप्सन नम्बर ए। साथीहरू प्रश्न नम्बर 22 मा के छ भने नेपाल T20 वर्ल्ड कपमा तेस्रो पटक कहिले छनौट भयो? यसको राइट एन्सर रहेछ साथीहरू अप्सन ए 2025 अक्टोबर 15 मा। हरित जल आयोग कोषको मुख्यालय कहाँ रहेको छ? यसको राइट एन्सर रहेछ साथीहरू दक्षिण कोरियामा। साथीहरू 24 नम्बरमा के छ भने तलको कुन लुब्रिकेन्टको रूपमा प्रयोग गरिन्छ? साथीहरू अप्सन नम्बर ए मा छ ग्राफाइट, बी मा छ सिलिका, सी मा छ आइरन अक्साइड, डी मा छ डायमन्ड। यसको राइट एन्सर हुन्छ साथीहरू ग्राफाइट। साथीहरू अप्सन नम्बर 25 मा के छ भने सन् 2025 मा विभिन्न सूचाङ्कमा नेपालको स्थान सम्बन्धमा जोडा मिलाउनुहोस्। हेर्नुहोस् साथीहरू भोकमरी सूचाङ्क 72औं स्थानमा रहेको छ। भ्रष्टाचार सूचाङ्क 107औं स्थानमा रहेको छ। हेनली पासपोर्ट सूचाङ्क 101 मा रहेको छ। मानव विकासको सूचाङ्क यो 145औं मा रहेको छ। यसको अप्सन नम्बर डी इज राइट एन्सर हुन्छ साथीहरू।